नमस्ते, गुड मर्निङ सबैमा। म चाहिँ आज काममा जाँदैछु साथीहरू। यति अँध्यारो छ, हेर्नु न, के गर्नु, नगएर भएन होइन। काम त गर्नै पऱ्यो, बाँच्नको लागि खाना पऱ्यो, खानाको लागि पैसा कमाउनु पऱ्यो साथीहरू। पैसा नकमाई बाँच्न सक्दैन बाहिर। सधैँ के छ तपाईँहरूको हालखबर? सन्चै आरामै हुनुहुन्छ होला भन्ने आशाको साथ आज मैले सानो मिनी ब्लग बनाएकी छु। म चाहिँ के भन्न जाँदैछु भने आज अमेरिकी लाइफ के साथीहरू, यस्तो बोरिङ लाइफ छ होइन। तिनजनाको फ्यामिली होइन, एउटा छोरी, म, मेरो हस्बेन्ड होइन। अनि कामबाट आए हस्बेन्ड सुतिरहनु भएको हुन्छ र हस्बेन्ड कामबाट आउनु हुँदाखेरि म सुतिरहेको हुन्छु। भेटघाटै नै कि बोलचाल गर्न पनि यसो होइन, दुःख सुखको कुरा गर्न पनि नपाइने कि। त्यही भएर गाह्रो छ, गाह्रो साथीहरू। बाहिर अमेरिका है, कस्तो राम्रो लाइफ, ठाउँमा पुग्यो भनेर भन्नुहुन्छ सबैजनाले। तर यहीँ आइसकेपछि यहाँको लाइफ देख्दाखेरि आफ्नो नेपालको लाइफ म धेरै मिस गर्छु कि होइन। आनन्द छुट्टै होइन, काम गऱ्यो बस्यो होइन। यहाँ त निन्द्रा कता भोक कता है, खाना खाने टाइम पनि छैन, सुत्ने टाइम पनि फिक्स छैन होइन। यसो साथीभाइलाई भेट्यौँ भने आफ्नो फ्री टाइम र साथीभाइको फ्री टाइम नै मिल्दैन। त्यस्तो छ, गाह्रो ढिक्क लागिसक्यो हो अमेरिकन लाइफ पनि साथीहरू। के भन्नु, म चाहिँ काममा जाँदैछु साथीहरू अहिले चाहिँ होइन। अनि काममा जाँदाखेरि चाहिँ यसो एउटा दुइटा कुरा भने पनि साथीहरूसँग बोलौँ, एउटा के जस्ट माइन्ड फ्रेस हुने रहेछ बोल्न पाएँ भने कसैसँग होइन। मैले चाहिँ हजुरहरूसँग बोलेर चाहिँ अलिकति मेरो मनको भन्छ नि, अलिकति मलाई चाहिँ बोलिरहन मनपर्छ र केही कसैसँग भए पनि यसो केही बोल्यो भने चाहिँ अलिकति आफूमा फ्रेसनेस आएको जस्तो टाइप हुन्छ नि, त्यस्तो लाग्छ। त्यसैले म चाहिँ बोलेको। यस्तो अँध्यारो छ बाटो साथीहरू होइन। 50को स्पिडमा रन्काउनुपर्छ गाडी, रन्किएन भने टाइममा पुगिँदैन, गाह्रो छ। के भन्ने साथीहरू, मेरो त यस्तै छ। यो दुःख कहिले सुखमा परिणत होला होइन, कहिले आफ्नो ठाउँमा आउन पाउला। छोरी सानै छे, छोरीको पढाइ कहिले सक्ला होइन। अनि ढुक्कले आफ्नो नेपाल कहिले फर्किन पाउला। मलाई चाहिँ त्यस्तो हुन्छ साथीहरू होइन। कति साथीभाइहरू चाहिँ यहाँ जस्तो सुविधा छैन नेपालमा, नेपालमा के छ भन्नुहुन्छ। तर मलाई चाहिँ मेरो नेपालमा सब थोक छ जस्तो लाग्छ कि, सब थोक। यहाँ एउटा काम अनुसारको पैसा छ, त्यति हो, केही छैन अरू साथीहरू। बोरिङ लाइफ, काम घर होइन, काम घरमा आउने, सुत्ने, उठ्ने, फेरि भोलिपल्ट उठ्ने, छिटो काममा भाग्ने, ड्युटी पुरा गर्ने, फेरि घर जाने, खाने, सुत्ने, त्यस्तै मात्रै छ। त्यसैले साथीहरू मलाई चाहिँ किन अमेरिकन लाइफ बोरिङ लाग्छ साथीहरू। के भन्नुहुन्छ हजुरहरूले होइन। अब फेरि बोरिङ भन्यो भने ट्रम्प बाजुले यु डोन्ट लाइक अमेरिका, यु गो योर कन्ट्री, यु गो ब्याक टु कम योर कन्ट्री भन्न थाल्छ होइन। त्यो पनि गाह्रो छ। ओ माई गड, फाइनली मेरो चाहिँ काम आइपुग्यो भन्नुपर्छ साथीहरू। मेरो कामको मेरो गाडी टर्न मार्यो साथीहरू होइन। मेरो काम चाहिँ यहीँनिर हो। अहिले चाहिँ कोही आएको हुँदैन। सो यतातिर पार्लरहरू छ, साइडमा हेयर कटरहरू छ। तर उनीहरू त्यो पसलहरू चाहिँ 10 बजे मात्रै खुल्छ।
मेरो चाहिँ बिहान 6 बजे खोल्नुपर्ने भएको हुनाले बिहानै आउनुपर्छ। सुरुमा त साथीहरू मलाई डर लाग्थ्यो बिहान होइन। फर्स्ट टाइम काममा आउँदाखेरि चाहिँ यस्तो अँध्यारो। म चाहिँ गाडी ब्याक गरेर पार्किङ गर्छु साथीहरू। फर्स्ट टाइम काममा आउनु, त्यो पनि अँध्यारो हुने है। अनि अब कस्टमरहरू त्यस्तै हो अब यहाँको होइन। कोही त ज्ञानी पनि हुन्छ हुन त मान्छे, जहाँ जुन ठाउँमा पनि त्यस्तै हो साथीहरू। तर यहाँ चाहिँ कालेहरू आयो भने म चाहिँ डराउँथेँ कि फर्स्टमा। कस्टमरहरू आयो भने चाहिँ अग्लो ठुलो हुने, काले हुन त म पनि कालै छु, त्यही पनि साथीहरू डर लाग्थ्यो मलाई चाहिँ। के गर्ने साथीहरू, यस्तै छ। ओके साथीहरू, म चाहिँ काममा आइपुगेँ। अब हजुरलाई बाई भन्नुपर्छ होइन। टाइममा हाजिरी लाउनुपर्छ। सो द्याट सबैलाई थ्याङ्क यू सो मच यहाँसम्म साथ दिनुभएकोमा होइन, सुनिदिनु भएकोमा मलाई। बाई बाई, हेभ अ गुड डे।